हेलो एभ्रिवान, आज चाहिँ हामी सँगै घुम्न जाऊँ ल। हामी चाहिँ सधैँ यही वरिपरि नै घुमिरहेको हुन्छौँ किनभने हामी बसेको ठाउँ चाहिँ यति राम्रो छ कि हामीलाई टाढा जानै पर्दैन। र आज हामी लाग्यौँ हाम्रो घरबाट 10-15 मिनटमै पुगिने एउटा एकदमै फेमस पार्क। यो चाहिँ किन फेमस छ भने यहाँबाट चाहिँ एकदमै मजाले फुजिसान पनि देखिन्छ। आजको दिन चाहिँ अलिकति पानी पर्न लागेको अनि घाम चाहिँ नलागेको दिन भएर हामीले चाहिँ फुजिसान चाहिँ देखेनौँ। हामी चाहिँ यही ठाउँमा बसेको हुनाले हामीले चाहिँ दिनरात यो फुजिसान देखिरहेको हुन्छ नि त। अनि त्यही भएर हामीलाई चाहिँ फुजिसान देखिएको नदेखिएको कुनै मतलबै लाग्दैन। हजुरहरू चाहिँ आउँदै हुनुहुन्छ भने एकदमै सनी डे बनाएर आउनुहोला। फुजिसान एकदमै राम्रोसँग देखिन्छ यहाँबाट। मलाई चाहिँ यो पार्क जानलाई यो रोज फुलेको बेलामा चाहिँ एकदमै रमाइलो लाग्छ के। यस्तो मजाले यो रोजहरू यति मजाले फुलेको हुन्छ, यति धेरै थरीको कि कस्तो राम्रो हेरिराख्न मन लाग्छ के। यहाँ चाहिँ यसरी यो किमोनो लाएर पनि फोटोहरू खिचिराख्नु भएको थियो। हामी चाहिँ प्रायः जस्तो गइराख्छौँ, अलिकति फ्रेस हुनु पर्यो भने पनि गइराख्छौँ नि त। अनि त्यही भएर हामीलाई चाहिँ त्यस्तो साह्रो अनौठो लाग्दैन। तर फर्स्ट टाइम आउनु हुनेलाई चाहिँ एकदमै राम्रो लाग्छ यो ठाउँ पनि। बिचमा लेक साइड छ अनि वरिपरि चाहिँ यस्तो यो धेरैवटा पार्क छ। तर पार्कहरूमा चाहिँ एकदमै फेमस पार्क चाहिँ यही हो। प्रायः जसो जापानमा हुनेहरू चाहिँ धेरैजना घुम्न चाहने मान्छेहरूले चाहिँ यो ठाउँमा आइसक्नु भएको छ होला। किनभने यहाँ चाहिँ यो टुरिस्टहरू घुम्ने ठाउँमा एउटा एकदमै फेमस ठाउँ पर्छ के यो पनि, लेक कावागुचीको अर्थात् ओइसी पार्क। यहाँ चाहिँ जाँदाखेरि हामी चाहिँ सधैँ जाडो होस् या गर्मी होस् तर हामी चाहिँ आइसक्रिम खान्छौँ। किनभने यहाँ चाहिँ एकदमै मिठो आइसक्रिम पनि पाउँछ र एकदमै फेमस पनि छ। पहिले चाहिँ अलि सानो थियो यो पार्क, अहिले चाहिँ यताउति पनि सबै बनाएर अलि ठुलो बनाएको रहेछ। हामीले चाहिँ राम्रोसँग फोटो भिडियोहरू मजाले खिच्यौँ अनि आइसक्रिम पनि खायौँ अनि त्यस पछाडि हामी घरतिर लाग्यौँ। थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई।